हेलो गाइस, आजको हाम्रो यात्रा 4 नम्बरदेखि भैरवसम्मको। अब हिँड्यौँ हामी। बुढीले सबैलाई हाय भन्दै बसिन्। ल हामी सरर यो हाम्रो गजडादेखि ओदारीसम्म आइयो जसो तसो गरेर। यो चाहिँ नि ओदारीको ब्रिज। अब हामी चाहिँ लुम्बिनीमा आइयो। यो चाहिँ लुम्बिनी। सरर हाम्रो मोटर गाडी चलेको चल्दैछ। अब हामी केही बेरमा भैरव पुग्नेछौँ। यो चाहिँ नि हाम्रो लुम्बिनीको दृश्यहरू छन् बाटाहरूको। अब कोले यो ठाउँ चिन्नुहुन्छ। अब हामी यो एयरपोर्ट नजिक आइयो, हाम्रो गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट। इन्टरनेसनल भए पनि तर इन्टरनेसनल फ्लाइट कहिले पनि हुँदैन, जहिले पनि डोमेस्टिक फ्लाइट मात्रै हुन्छ। अब नानीले हाय भनेर सबैलाई जिस्काएर आइछन्। नानी बाबु चकचकेहरू गरिरहेछन्। म चाहिँ भोटभोटे कार उडाइरहेको छु डुडो गरेर। मेरो कार चाहिँ नि हिँडै छ। अब हामी केही बेरमा यो चाहिँ नि बुद्ध चौक आइपुग्यौँ। यो बुद्ध चौकको दृश्य हो। अब यहीको केही समय हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ। अब हामी बिस्तारै अब ससुराली घरतिर आउन लागियो। अब बिस्तारै सोरैभित्र अञ्चलपुर भन्ने ठाउँमा आइयो। सरर गाडी चलेको चल्दैछ 3 गियरमा। ल हामी फाइनली घर आइपुग्यो। साथीले माउला आए, माउल भए, भाइले नि बाबुले म पनि आएँ। अब चाहिँ हामी चाहिँ नि माउला, साथीको माउला मेरो ससुराली पुग्यो। आमाले च्याप्पास नातिनीको माया ल्याएर चुप्पा खानु भयो, मजाले उठाउनु भयो। अब भन्दा बित्दै जाउलो ल्याउनु भयो। बाबुले म खान्न भन्थ्यो, तर बिचरा जबरजस्ती भने बिचरा खायो। म चाहिँ मोल कोट्टाएर मासु भात तन्काउन लाएँ। अब फेरि हामी बुवा आउँदै हुनुहुन्छ, सुनौली बजार जान लागियो। अब फेरि सुनौलीको लागि रेडी भयो। बुढीलाई च्याट्टा क्रिम पाउडर लाएर मैले चाहिँ नि अटोमा बस मेरी प्यारी भन्दै बसालिहालेँ। अब छोरीले म पनि जान्छु भनेर जिद गरी। अब हामी चाहिँ भाटबाट नि आयौँ। बुढीले पहिला यसमा पसौँ भन्थेँ, मलाई चाहिँ नि पैसा छैन भन्दै मैले यसलाई यहाँ नपस्न दिइकन सट्ट लैहालेँ। अब हामी चाहिँ नि सुनौली आइयो। सुनौली मैले कार पार्किङ गरेँ। अब नानी पनि भयो। अब हामी चाहिँ नि लाग्यौँ। बुढी चाहिँ नि छोरी सधैँ मेरो पनि भिडियो गरिदिनु भन्दै। यो चाहिँ सुनौलीको गेट। अब हामी चाहिँ नि पारी चाहिँ नि डकुमेन्ट देखाएर पारी जाने हो। छोरी र म हिँड्यौँ टुकुर गरेर। यो चाहिँ नि सुनौली बजार, इन्डिया बजार। अब हामी चाहिँ थोरै केही सपिङ गर्दैछौँ नानीको लागि। थोरै केही सामान लियौँ, घराइसी सामान। नानीले फेरि खिलौना के गरे। नानीले फाइनली एउटा खिलौना रोजिन्। मलाई जित गरी पनि किनाइन। लास्टमा बुवासित भेट भयो। बुवालाई दर्शन नमस्ते गरियो। ल भाइ हामी चाहिँ नि बुवालाई नि रिसिभ गरियो। अब हामी चाहिँ नि लाग्यो। अब बुढीले फोटो खिच्न लाइन। सबैले हाय गऱ्यौँ। ल बाई।